कस्तो हुन्छ भने बिजनेसको अब मैले मसलाको डब्बा त मसला त हेलो गाइज वेलकम ब्याक टु माई गाउँले भ्लग्स युट्युब च्यानल र साथीहरू हामी चाहिँ घाँस काट्नलाई आएको थियौँ म र मेरो भतिजो केटो। हेलो गाइज र हामीले चाहिँ अब गाउँले भ्लगमा वेलकम कमेन्ट सब्सक्राइब सेयर धुस्न आइरहेछ। घाँसको भारी पुर्याइसक्यौँ। अब हामी हाम्रो घाँसको भारी लिएर आफ्नो आफ्नो घरतिर लाग्छौँ साथीहरू। मेरो घाँसको भारी चाहिँ यहाँनिर यस्तो छ, भतिजो केटोको त्यहाँ माथि छ। त्यही हो गाइजहरू। अब आजको दिनको सुरुवात चाहिँ हाम्रो चियाको कपदेखि लिएर भुटेको बासी भातदेखि लिएर यसरी यहाँनिर जङ्गलमा आएर एक एक भारी घाँस काटेर सुरुवात भएको छ साथीहरू। हेर्दै गर्नुहोला र गाउँले भ्लग्सलाई माया गर्दै जानुहोला। आजको दिनभरिको एक्टिभिटिजहरू पुरा आउनेछ यही गाउँले भ्लगको यही युट्युब च्यानलमा। ल यहाँनिर आइपुगे पछाडि चाहिँ थाकियो साथीहरू। भाइले यहाँ भारी बिसायो, मेरो भारी यहाँनिर छ। घाम डेन्जर लाग्छ साथीहरू। पसिना देख्न सक्नुहुन्छ। पसिनाबाट पनि तपाईँहरूले अन्दाज लाउन सक्नुहुन्छ गर्मी कतिको बढेछ। जुकाले फेरि खुट्टामा भ्याइदिएछ साथीहरू। जुका लाग्न थाल्यो, बर्खा लाग्यो। गाउँघरमा यस्तै त हो नि, जुका लागेछ। यहाँनिर रगतै फुटाइदिएछ। यसमा छैन साथीहरू। ल है साथीहरू, गाउँघरमा अब रमाइलो भनेको यस्तै हो। घाँस दाउरा, मेलापात यस्तै हो। जीवनयापन र रमाइलो पनि यहीँ हो साथीहरू। यहाँ डाँडामा चाहिँ हावा आउँछ भने हो, तर घामबाट हामी घामबाट पनि त अलिक नजिक आइपुग्यौँ नि त। अघि यहाँ तल हुँदाखेरि अलिक टाढा पर्थ्यो घाम भने, अब यहाँनिर अलिक डाँडामा आएपछि त घाम पनि नजिक भयो। हावा चाहिँ हामीसँग पे गर्ने चाहिँ फेरि खतरा रमाइलो पाउँछ। हामीसँग पे गर्ने केटी चाहिँ लक्की हुन्छ है। कसरी भन्नु न, रमाइलोमा रमाइलो, दुःखमा दुःख क्या। तर के त यहाँ त रमाइलो प्लस दुःख त छ। लाइफलाई अब रमाइलो तरिकाले गऱ्यो भने जति नै दुःख भयो भने त्यो दुःख जस्तो लाग्दैन है। त्यो चाहिँ मजा आउनु पऱ्यो। रमाइलो भयो भने त्यहाँ खुसी र दुःख भनेको कहिले पनि एकै ठाउँ हुँदैन साथीहरू। खुसीको विपरीत दुःख, पीडा भनेको। त्यही भएर अब यदि तपाईँ अब दुःखमा पनि रमाइदिन सक्नुहुन्छ भने त्यहाँनिर पीडा भन्ने चिज चाहिँ आफै गायब भएर जान्छ साथीहरू। घाम लागे पछाडि अँधेरो हट्दै गएको जस्तै अब यदि खुसी छ भने त्यो दुःख पनि त यत्तिकै अब हटेर जान्छ नि त। त्यही भएर हामी दुःख सङ्घर्षमा पनि रमाउन सिक्नुपर्छ साथीहरू। आफूले जे काम गरे पनि त्यो चिजहरूमा चाहिँ अब दुःखै भए पनि कहाँनिर चाहिँ छ त खुसी हुने ठाउँ त काहीँ न काहीँ त हुन्छ पक्कै पनि। र अब कहाँ चाहिँ छ त भनेर हामी चाहिँ दुःखमा दुःख खोज्नुभन्दा पनि अब दुःख भन्ने चिज त यत्तिकै दुःख भइ नै हाल्छ। तर दुःखमा पनि काहीँ न काहीँ खोज्दाखेरि खुसी त भेट्छ पक्कै पनि। र हामी अब 100% दुःखमा 100%मा 80% दुःख हुन्छ भने अब 20% जति त खुसी पनि हुन्छ। त्यही भएर हामी चाहिँ 80% दुःखलाई लिएर दुःखी हुने कि अब 10% खुसीलाई लिएर खुसी हुने भन्ने चाहिँ त्यो चाहिँ अब आफूमा भर पर्ने कुरा हो साथीहरू। त्यही भएर हामीलाई पनि अब दुःख छ, लगभग 10-15 मिनट
को बाटो चाहिँ यसरी घाँसको भारी बोकेर हिँड्न त हामीलाई अब टु मच दुःख हो। तर अब हामी त्यही चिजमा पनि हामी अब त्यही 20% खुसी हेरेर रमाइरहेछौँ साथीहरू। त्यही हो 100मा 80% दुःख चाहिँ होइन कि 20% खुसी सम्झेर चाहिँ हामी दुःख गर्नुपर्छ। त्यही हो साथीहरू, तपाईँहरू जता हुनुहुन्छ जे गर्दै हुनुहुन्छ आफ्नो जिन्दगीलाई चाहिँ हाँसी खुसी बिताउनु होला, सधैँ हाँसेर जिउनु होला, किनभने जिन्दगीको भर हुँदैन। र अब हामी यो धरतीमा आएको एउटा अनुभव बटुल्नको लागि हो। एउटा हामी त अब कुनै पनि फिल्मको अभिनेता जस्तो हो र हामी चाहिँ अब हाम्रो दुःख सुख जे जस्तो भए पनि हाम्रो अभिनय गरेर जानुपर्छ साथीहरू। त्यही भएर आफ्नो अभिनय गर्दा अथवा आफ्नो कर्म गर्दाखेरि चाहिँ कहिले पनि दुःखी नहुनु होला, जे जस्तो अवस्थामा भए पनि खुसेर जिउनु होला है त एउटा टिकटकमा छैन ओए यहाँबाट छुट्टिन्छ ल म ल जा ल बाई बाई ल ल ल ल ल जा 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 उफ फाइनली साथीहरू माथिल्लो गाउँ चाहिँ आइपुग्यो। ढिलो भइसक्यो। 11 बजे हाम्रो त्यहाँनिर कार्यक्रम थियो साथीहरू, तर अहिले 11 बजेर 8 मिनट गइसकेको छ। 8 मिनट चाहिँ ढिलो भइसक्यो साथीहरू। अब पुग्नलाई लगभग 2 मिनट लाग्ला। अनि 2 चोटि फोन आइसक्यो छिटो आउनु कार्यक्रममा भनेर। अनि उक्त कार्यक्रमको चाहिँ म एज सचिवको रूपमा छु साथीहरू। तर गाउँघरमा अब त्यस्तै हो, कहिलेकाहीँ ढिलो छिटो भइहाल्छ भनेर टार्नु चाहिँ हुन्न थियो साथीहरू। तर के गर्दा ढिलो भइहाल्यो। ढिलो भयो। हाम्रो बडाबाबु र म चाहिँ कार्यक्रममा उपस्थित हुनको लागि हामी हतार गर्दैछौँ साथीहरू। बडाबाबु नि हडबडाउँदै हुनुहुन्छ, ढिलो भयो भनेर शिरको टोपी पनि उतारेर चाहिँ कसिएर अगाडि बढ्नु भएको छ हाम्रो बडाबाउ। म पनि पसिना भइसकेँ। आज लगभग अबको 4 घन्टा जतिको समय चाहिँ अब त्यहाँनिरको कार्यक्रममा बित्छ साथीहरू मेरो। ढिलो भयो। कुद्नु बडाबाउ कुद्नु। कुदेछ वहाँदेखि कुदेको हामी कुद्यो। घरदेखि कुद्यो हामी। ओ हाम्रो दौडान पछाडि हामी हाम्रो भवनघर उपस्थित भइसकेका छौँ। कहाँ लाग्नुभयो माम? आजको यो बर्खे अलैँची आइपिएम कृषक पाठशाला कार्यक्रमको अध्यक्षता गरिदिनु हुनको लागि म यस पाठशालाका अध्यक्ष श्री
सरिता राई गुरुज्यूलाई दिन म अनुरोध गर्दछु। ल र अब हाम्रो 4वटा उपसमूह छ जसमा अब प्रत्येक समूहलाई एकवटा जिम्मेवारी चाहिँ यहाँनिर दिएको छ, जसमा अब व्यवस्थापक समूहमा जो उपसमूह हुनुहुन्छ उहाँहरूले चाहिँ अब यो हललाई र आज दिनभरिको क्रियाकलापहरूमा चाहिँ गर्नुपर्ने व्यवस्थापनमा भूमिका खेलिदिनु हुनको लागि म पुनः व्यवस्थापक उपसमूहलाई यो ध्यानकर्षण गराउन चाहन्छु। यता चाहिँ भर्खर उपस्थित हुनुभएकोलाई चाहिँ के भन्ने? र 2083 1 महिना 3 गतेका दिन नवज्योति टोल विकास संस्था चिचिला गाउँपालिका 1 बर्खे टोल समूह भवनमा एकीकृत शत्रुजीव व्यवस्थापन पाठशालाद्वारा अलैँची सम्बन्धी प्रशिक्षण कार्यक्रम भएको थियो। के अरे बर्खे अलैँची आइपिएम कृषक पाठशाला चाहिँ विशेष गरी चाहिँ विधि 2082 12-26 गतेदेखि सुरु गरिएको थियो। तालिम दिनको मूल्याङ्कन एकीकृत शत्रुजीव व्यवस्थापन संस्था बाली उत्पादन बर्खे अलैँची आइपिएम कृषक पाठशाला शीर्षकमा लिएको तालिमभित्रको पुरा मूल्याङ्कन यस प्रकार रहेको छ। राम्रो पक्षमा यो पाठशालाभित्र 1 जना अध्यक्ष र 1 जना सचिव बनाइयो, त्यस पछाडि ग्रुप बनाइयो। राम्रो पक्षमा है, त्यस पछाडि फेरि तालिम बस्ने बार र समय मिलाइयो। कृषक पाठशाला नियमित सबैजना उपस्थित भयौँ। यो पाठशालामा अध्यक्षज्यूको निर्देशनमा चलाएको पायौँ। स्रोत नक्सा र सामाजिक नक्सा कोरिएर धेरै पाठशाला सिक्यौँ। माटोको नमुना लिने तरिका पनि राम्रोसँग सिकाउनु भयो। हामीलाई खाजा पनि मिठो खुवाउनु भयो। सबैजनाले बर्खे आइपिएम कृषक पाठशाला भन्ने शीर्षकमा सबैले ध्यानकर्षण रूपमा पाठशाला सिकेको पायौँ। नराम्रो पक्ष पहिलो दिन यो पाठशाला सिक्न र सिकाउने दिन अध्यक्ष र सचिव नबनाएको पायौँ। तालिम बस्ने समय बार पहिलो दिन 10 बजे थियो, तर पछिल्लो समयमा 11 बजे फेरियो। सबै समूहले मोबाइल साइलेन्टमा राख्ने, कुनैको मोबाइल घन्टी बजेको सुनियो। सबैजनाको समूह अलिक होहल्ला गरिएको देखियो। कुनै साथी समयमा आएको पाएन। फेरि नाम भन्छ, परिचय दिन्छु है, नबिर्सिनु होला। मैले नाम बिर्सिनु भएछ, डर छोड्नु भएको रहेछ। मेरो नाम चाहिँ डम्बर नेपाली हो। म यहाँ कृषि विकास शाखा चिचिला गाउँपालिकामा कार्यरत छु है। डम्बर नेपाली हो, टिपी राख्नु होला, बिर्सिनुहुन्छ भने। अनि आज चाहिँ यो अलैँचीको नर्सरी कसरी राख्ने, कसरी चाहिँ स्वस्थ बेर्ना उत्पादन गर्ने भन्ने कुराहरू चाहिँ आज हामी सिक्छौँ। अनि हावापानी के गरिसकेको हुन्छ, त्यहाँ सहन सक्ने क्षमता विकास भइसकेको हुन्छ। होइन के भइसकेको हुन्छ, रोगसँग लड्न सक्ने क्षमता पनि विकास भइसकेको हुन्छ। त्यो कारणले गर्दा हामीले दोस्रो नर्सरीमा बेर्नाहरू राख्नुपर्ने हुन्छ। सबैलाई बिचमा मार्का राख्नु त टाउको नठकाउने, अलि पछाडि छ भने टाउको नठकाउने, अलि निहुरिनु पर्छ। हालिहाल्नु नि मलाई। बादल होइन
त सुरु गरौँ गरे मैले बुढा टाउको टाउको बुढा कान बुढा टाउको मार्कर झेली गरेर जिते नि झेली गरेर जिते नि ओके गाइज हामी चाहिँ भवन घरमा अलैँचीबारीको हामी चाहिँ भवन घरमा अलैँची सम्बन्धी तालिमको थ्योरिकल सके पछाडि प्र्याक्टिकलको लागि चाहिँ हामी अलैँची बगानमा नै आएको छौँ र अब क्लासमा सिकेको कुरा चाहिँ अब फिल्डमा पनि सिकाइ छ। हाम्रो अब नेपालको शिक्षाको प्रणाली पनि यही किसिमको भइदियो भने चाहिँ केही उत्पादनमूलक हुन्छ भन्ने लागेको छ साथीहरू। यसरी हामी सबैजना फिल्डमा छौँ साथीहरू। अलैँची सम्बन्धी थ्योरिकल हामीले क्लासमा सिक्यौँ भने प्र्याक्टिकल्ली सिक्नको लागि चाहिँ हाम्रो यहाँनिर जग्गा धनी तपाईँ यहाँनिर यसरी लाखौँ अलैँचीको जग्गा धनी हुँदाखेरि कस्तो महसुस भइरहेछ? कस्तो महसुस भन्नु नि मलाई त आउँदैन। घर अनुगमन आउँदैछ 2083 सालको होइन। दोस्रो पटक कृषिको तालिममा हामी एक फन्का त नाची नै हाल्छ। तपाईँ चाहिँ अनि म चाहिँ अनुगमनमा आएको प्रतिवेदन हो कि यसो राम्रो नराम्रो छुट्याउनुको लागि क्या। तपाईँ चाहिँ अनि यहाँनिर सिकेर कति मन फलाउने विचार छ? म त यहाँ सिकेर त जोस् मेरो लागि त धेरै नै फलोस् भन्ने छ नि, तर अलिक म आफूले भने जस्तो र सोचे जस्तो हुँदैन नि। अलैँची भएको फलाएर के किन्नु हुने? अलैँची भएको फलाएर चाहिँ म चाहिँ भन्नु पर्दाखेरि यो गाउँको होइन के अरे जेएनजीहरूलाई सिकाउँदै जाने हो। सिकाउने मात्रै भनेर अनि त्यो पैसा आउँछ नि त। पैसा आउँछ जेएनजीहरूलाई सिकाउँदै जाने हो भने बाइसमा चाहिँ भाइ जग्गा धनीको सेकेन्ड चाहिँ के भएको? जग्गा धनीको नन्द चाहिँ अनि देउरानी चाहिँ अनि कता हो? ल यहाँनिर चाहिँ हामीले साथीहरू यो अलैँचीबारीमा चाहिँ दुईवटा क्षेत्रलाई विभाजन गर्दैछौँ। एकापट्टिको क्षेत्रमा चाहिँ हामीले हाम्रो तालिम दिने सरहरू हुनुहुन्छ,
आइपिएम पाठशालाका सरहरू हुनुहुन्छ। उहाँहरूले एकापट्टिको क्षेत्रमा चाहिँ आइपिएमबाट अलैँची कृषि गर्ने तरिका सिकाउनुहुन्छ र अर्कोपट्टि चाहिँ हामी नर्मल कृषकहरूले चाहिँ कुन तरिकाले चाहिँ खेती किसानी गर्दैछौँ त्यो तरिकाले नै गर्छौँ। दुई भागमा विभाजन गर्छौँ। एक भागमा आइपिएम पाठशालाको तरिकाबाट आधुनिक तरिकाबाट हामीले अलैँचीको खेती गर्छौँ भने अर्को भागमा चाहिँ हामीले परम्परागत रूपमा कसरी गर्दै आइरहेको छौँ त्यही तरिकाले चाहिँ हामीले खेती गर्छौँ र त्यो खेती चाहिँ भोलिको दिनमा के फरक दुईवटा खेतीबाट चाहिँ के फरक निस्किन्छ त्यो हामीले अध्ययन गर्छौँ। यहाँबाट हेरेर सिक्छौँ र आधुनिक प्रविधिबाट गर्दा चाहिँ राम्रो हुन्छ कि परम्परागत कृषि तरिकाबाट गर्दाखेरि चाहिँ राम्रो हुन्छ त्यो सिकेर हामी जुन तरिकाले राम्रो हुन्छ त्यही तरिकाले हामी अलैँची खेती गर्छौँ साथीहरू। ल बर्खे गाउँको चाहिँ अब सम्पूर्ण कृषकहरू चाहिँ आधुनिक तरिकाको खेती गर्नको लागि चाहिँ सिक्ने क्रममा हुनुहुन्छ साथीहरू। अब लगभग चिचिले गाउँपालिकाको बर्खेले केही गर्छ कि त अलैँची खेती गरेर भन्ने नयाँ आशा पलाएको छ साथीहरू। यसरी यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो सुतीको डोरी लगाएर चाहिँ हामीले यो डोरीबाट यतापट्टि आइपिएम तरिकाले खेती गर्छौँ र यतापट्टि हामी नर्मल कृषकहरूले परम्परागत रूपमा कसरी खेती गर्दै आइरहेको छ त्यो तरिकाले खेती गर्छौँ साथीहरू। एउटा चाहिँ कृषक तरिका हुन्छ है। कृषक तरिकामा चाहिँ तपाईँहरूको बाली पात्र अनुसार हुन्छ, तपाईँले भनेअनुसार हुन्छ। कृषक आइपिएम तरिकामा चाहिँ हामीले पढेका कुराहरू तपाईँ हामी छलफल गर्दा के गर्दा राम्रो हुन्छ त्यो गर्छौँ त। यतापट्टिको आइपिएम के उताको आइपिएम रोज्नुहोस्। एउटा आइपिएम तरिका अब हामीसँग खासै धेरै कुरा छैन होइन। छुट्याउने कुरा नि छुट्यायौँ। अब खेती प्रगतिको कुराहरू अर्को हप्ता अगाडि बढ्छ। आज केही छलफल गरौँ न त। अब एकछिन 10-15 मिनट जाउँला नर्सरीको कुरा छलफल गरौँ न ल। लानु भाइ त्यो दाना भएन भन्ने कुरा मैले आज त्यो दानाको त सिकाइदिउँ भनेको थिएँ। अब अहिले यो पाना उक्काएर काम छैन होइन। अब मैले भनिसकेँ सक्करवालामा चाहिँ पाना उक्काउनु पर्छ होइन। त्यो अलि अगाडि पछि जेठ असारमा ठ्याक्क पानी पर्ने टाइममा हामी गरौँला होइन। त्यसको लागि के गर्नु पर्दैन, हामीले कोदालो ल्याउँछौँ होइन। कोदालो ल्याएर यस्तो 45 सेन्टिमिटर खन्छौँ तेर्सो है, अनि गहिरो 30 सेन्टिमिटर खन्छौँ, अनि त्यो माटोलाई एकतिर राख्छौँ है। अनि त्यसमा के गर्छौँ, मल मिसाउँछौँ पछि है। अन्त त्यो के हुन्छ, सर्लक्क ट्रेन्च बनाउँछौँ। अनि त्यो लामो बनाउँछ, अब त्यसमा चाहिन्छ आवश्यकता हुन्छ। अनि त्यो माटोमा मल मिसाउँछौँ हामीले, गाई गोरु भैँसीको मल मिलाउँछौँ। मललाई के गर्छ यसमा मिसाएर यसमा पुरिदिन्छौँ। पुरिसकेपछि हामीले सानसानो पानाहरू निकाल्छौँ। जस्तै तपाईँहरूले रोप्दा कस्तो पाना निकाल्नु छ भन्नु त ल मलाई डाइरेक्ट रोप्दाखेरि राम्रो आउने मलाई भन्नु न। यो बोटा कस्तो निकाल्छ एकछिन ल उहाँले भन्नु यस्तो त निकाल्नु छ। यो ठुलो निकाल्नु भएन ल, यो निकाल्नु भएन ल सानो ल है। म बसेँ भने ल देख्नु छ कि नै। जस्तै तपाईँले भनौँ यो निकाल्यो भन्नुभयो नि त, यो निकाल्यो भन्नुभयो नि त। किन निकाल्नु भयो, यो ठुलो छ, ठुलो भएर एक अर्को वर्ष नै फलिहाल्छ भनेर ठुलै निकाल्नु भयो कि तपाईँले। छिटो जाँडो फल्छ नि त त्यो ठुलो। राम्रो यो राम्रो छान्ने र। तर हामीले के गर्छौँ त सानो पाना निकाल्छौँ कि सानो पानाहरू छान्ने। यो पानाहरू जुन चाहिँ राम्रो हुन्छ यो हेर्नुहोस्, यसमा अलि रोकेर लगाइसकेको छ ठुलो बाछो हो होइन। हामी यो त रोपिँदैन हामी पनि यो भनेको त अब यो जाने हो नि त। हामीले रोप्ने भनेको यही नै हो, ठुलो फल्ने खालको के यो आगे फल्ने सिधा जस्तै दाइले भनेको उहाँले भनेको कुरा यो। जस्तै अलिक ठुलो आगो 1-2 वर्ष फल्ने तरिकाले तपाईँले रोपिहाल्नु निकाल्नु। सानी अलि बढी हान्छ कि भन्ने हो, हान्छ कि भनेर। यो हामीले पाना भन्दा नि बोटै भइसक्यो कि है, बुझ्दै सुन्दै। यो पाना भन्दा पनि के भयो, बोटै भइसक्यो। अब हामीले निकाल्दा के गर्नु पर्यो, सानो पाना निकाल्नु पर्यो यस्तो सानो। अब यो के गर्छ भन्दा यो 1 वर्ष हामीले नर्सरीमा राख्दाखेरि यो अर्को वर्ष यत्रो भइसक्छ। अनि यसमा रोकिरा केही छैन। जस्तै यसमा रोकिरा लागिसकेको छ के हदसम्म, यो किराले खाएको यो हो नि त। यो हाम्रो नर्सरीमा गयो, यो सानोमा छैन भने चाहिँ के भयो, हाम्रो नर्सरीमा राख्यौँ। त्यो नर्सरीमा यसमा हामीले रोकेर लाग्न दिएनौँ, रेखदेख गऱ्यौँ भनेपछि यो झ्याङभन्दा यसबाट निस्केको बोट केही हदसम्म राम्रो हुन्छ भन्ने कुरा बुझ्नुभयो।
पाना कसरी छनौट गर्ने भन्ने कुरा अनि यो फलेको फल पनि उखाल्नु फेरि फलेको फल होइन फलसँग अहिले कुरै छैन यो सहित हो रुटी निकालिन्छ अनि एउटा बोटमा गर्नु अब हेर्नु अर्को कुरा किन चाहिँ तपाईँहरूले डाइरेक्ट सुन्दै तपाईँहरूले चाहिँ किन चाहिँ डाइरेक्ट ठुलो बोटलाई चाहिँ नयाँ बगैँचा बनाउँदा र यो नर्सरी बनाउँदा के फरक पर्छ भन्ने कुरा मात्र इम्पोर्टेन्ट सिकाउनु खोजिरहेको छु मैले जस्तै यो बोट हेर्नुहोस् जस्तै मानौँ यो बोट राम्रो छ रोप्नु तपाईँहरूले होइन यहाँ चाहिँ किराले खानिसकेको छ आगो फल्ने जस्तै वाल नल्ल रोप्नु भयो नि त अर्को वर्ष फलोस् भनेर रोगले हानिसकेको छ किराले हानिसकेको छ हो यो बोट गइसकेको छ अब हामीले यो मात्र नर्सरी बनायौँ भने यो पछि ठुलो बन्छ रेखदेख गर्छौँ राम्रो बन्छ भन्ने कुरा हो जस्तै यो निकाल्नु भयो यसलाई छुट्याउँदा कसरी छुट्याउनु त जरा चाहिँ चरा उकाउनु केही पनि हुँदैन छुरीले निकाल्नु कच्याले निकालौँ न निकाल्नु त्यसलाई प्र्याक्टिकलै बोट हो अब एक दुईवटा बोट नाच्दा दिदीले केही भन्नु हुँदैन सिक्ने कुरा त हो नि छुरी नै ल्याउनु पाएको जरा चाहिँ लाउनु पर्यो जरासँगै छ त्यो भइहाल्छ नि यसको काट्यो जरा त गाउला हो गाउला हो यसलाई चाहिँ यता जरा निकाल्नु यसको जरा चाहिँ लाउनु पर्यो कि काट्नु पर्यो नि होइन अर्को निकाल यसो काट्छु यो फेरि के हुन्छ भन्दाखेरि अहिले चाहिँ यो सुक्छ हेर्नु दाजुहरू यसको जरा आयो नि त हो यो चाहिँ फेरि असार साउन पानी पर्ने सिजनमा चाहिँ ठ्याक्कै पानी पनि बढी हुन्छ ठ्याक्कै सर्छ यस्तो पर्छ यो पनि अझै लागिसकेको छ हेर्नु न हानिसकेको छ होइन यो असिनाले कुटेको जस्तो होइन किराले खाएको हुनसक्छ है भन्न सकिन्न ठ्याक्कै भन्न सकिन्न सक्केसम्म त्यो टुसा निकाल्न पर्यो भन्ने कुरा हो यस्तो पनि निकाल्ने बेला हो सकेसम्म तर जरा हुनु पऱ्यो मर्ने हुनु भएन है पर्छ हामीले एकदमै चिल्लो फाल्नु भएन नि जान उम्रिँदैन हरियोमै धुने होइन र यो केला यो चिल्लो नफाल्दा त कमिलाले नि त बोकिहाल्छ नि केमा यस्तो घोल्ने हो यो चिल्लोले यसलाई के गर्छ दानालाई उम्रिने अङ्कुरण हुन नदिएर रोकिरहेछ यसलाई के गर्नु पर्यो एक नम्बर 2-3 पानी धुनु होला यसलाई है 2-3 पानी धोएपछि के गर्नु बालुवा हुन्छ नि बालुवासँग मजाले घस्रण गर्नुभयो भने यसलाई अङ्कुरण हुन सजिलो बनाउँछ त्यसपछि उम्रिन्छ अनि त्यो हामीले अघि भने जस्तो सरले एउटा 1 मिटर चौडाइ अनि आवश्यकता अनुसार लम्बाइ बनाउने खन्ने अनि मसिना 15-15 सेन्टिमिटरको लाइन बनाउने है लाइनमा एउटा घेरा गरेर रोप्ने यो चाहिँ तपाईँहरूले ट्राई गर्नु होला घरमा एउटा सानो बारीमा गर्नु होला नि यति गर्दा पनि कति हट्छ नि 1 केजी 1 केजीको त एउटा गरै अट्ने जस्तै तपाईँहरूले 2 मिटर चौडाइ 2 मिटर लम्बाइको बारीमा पनि यस्ता 10-15वटा रोप्नु भयो भने पनि कति बेर्ना आउँछ बुझ्नुभयो यसरी हटाउनु पर्छ अरे अनि तिमीले अस्ति के लेखे त लेख्दाखेरि फुलमा कसो गर्ने भन्छ त्यही हामीले त फुलमा भमरा भनेर भएन नि यो राम्रो फुलेर टुड्मा उति सुकेको त नि हामी फ्यालिदिइहाल्छौँ नि त फ्यालिदिइहालौँ न उकारो भनाइ मात्रै गरी चाहिँ हाल्नु हुँदैन भेडा चाहिँ भेडा हो नि त आउँदो रहेछ नि भन्नु त ठिक मात्रै पारे रहेछ आउँछ नि बोल्दैन ल है साथीहरू हाम्रो अब प्र्याक्टिकलको कार्यक्रम पनि सकिसकेको छ अनि यहाँनिर छ्यापी ब्याच पो मैले त यहाँनिर छिमेकीबाट चाहिँ उपहार पाएको छु हाम्रो मनिषा फुपूकोबाट अनि हाम्रो अब प्र्याक्टिकल कार्यक्रम सकाएर चाहिँ हामी फेरि अब थ्योरिकलको लागि चाहिँ हामी
जाँदैछौँ हाम्रो सम्म वन जहाँ चाहिँ हाम्रो कक्षा कोठा हो त्यहाँ जाँदैछौँ। हाम्रो प्र्याक्टिकल टोलीहरू चाहिँ यसरी अगाडि हिँडिराख्नु भएको छ। हाम्रो ठुलमम्मी लगायतका टोलीहरू यता पछाडि आउँदै हुनुहुन्छ। ल अब हामी खाजा पनि हाम्रो 2-3 जना त्यहाँनिर किसको देखाऊँ सारेको बोल दो गाउँले ब्लग्स को सब्सक्राइब करो बोलो ना सब्सक्राइब गाउँले ब्लग्स सब्सक्राइब गरेर धेरै सब्सक्राइबर ल अब हामी चाहिँ जाँदैछौँ हाम्रो कक्षा कोठातिर। अब त्यहाँनिर खाजा चाहिँ चाउचाउ पकाउनुको लागि हाम्रो 2-3 जना आमाहरू बस्नु भएको छ। चाउचाउ पाकेको थियो भने हामी खाजा खानतिर लाग्छौँ साथीहरू, होइन भने पाकेको थिएन भने एकछिन हामी फेरि थ्योरी नै पढ्छौँ। त्यस पछाडि खाजा पकेपछि खाजा खान्छौँ। खाजा पाके टोलीहरू किन डल्लै थुक्पा स्टाइलको ल है हाम्रो खाजाको सेटअप ल्याउनु न। हामी चाहिँ पहिलेतिर यता आउँथ्यौँ गेम खेल्थ्यौँ। ल साथीहरू अब अलैँची सम्बन्धी तालिम सके पछाडि चाहिँ अब गर्मी छ नि त, अनि डाँडामा फ्रेस हावा खानको लागि चाहिँ हामी बर्खे डाँडाको पनि अलिकति माथि जुरे डाँडातिर चाहिँ जाँदैछौँ साथीहरू। यो डाँडा चाहिँ अब सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिका त्यस पछाडि खातबारी नगरपालिकाको केन्द्रमा पर्छ साथीहरू। त्यही भएर यो डाँडा चाहिँ अब यहाँबाट खातबारी नगरपालिका पनि देखिन्छ, सभापोखरी गाउँपालिका पनि देखिन्छ। त्यस पछाडि हाम्रो चिचिला गाउँपालिका पनि देखिन्छ साथीहरू। त्यही भएर डाँडामा रिफ्रेस हुनको लागि चाहिँ म र मेरो सबिन साथी आएको छौँ साथीहरू। अहिले चाहिँ डाँडासम्म जाने रोड बनिसकेको छ साथीहरू। पहिला चाहिँ गोरेटो बाटो थियो, अनि त्यो उँभोको डाँडातिर चाहिँ पहिला हामी गाउँमा 2Gको मात्रै नेट दिन्थ्यो साथीहरू, अनि 4Gको नेट चाहिँ यो डाँडामा आए पछाडि मात्रै चल्थ्यो। अनि त्यति बेला फ्री फायरको क्रेज एकदमै बढी थियो साथीहरू। लगभग म त त्यति बेला खेल्दिनँ पनि थियो, अलिअलि डेन्जर हो फेरि फ्री फायर प्रो म्याक्स हो फेरि गाइजहरू होइन टक्कला। त्यति टु मच क्रेजी थियो त्यति बेला चाहिँ। अनि रातिको 2-3 बजीसम्म पनि के ओढेर खेल्थ्यो तिमीहरू? ज्याकेट यस्तोहरू सर्टहरू जे लगाएको छ आफ्नो जे लाएर आएको छ त्यही पानी पर्दा पनि क्या झपक्क ओढेर चाहिँ। अनि यहाँनिर पानी पर्दा पनि त्यो पातले कटुसको रुखहरू हुन्थ्यो, अनि त्यसको फेदमा बसेर यिनीहरू चाहिँ क्रेजी तरिकाले फ्री फायर खेल्थ्यो है। तर अहिले चाहिँ छैन है गाइस, अहिले चाहिँ फेरि छैन, छोडिसक्यौँ। अनि त्यस पछाडि के भएर यहाँनिर आउनु छोडेको भन् त? यहाँ त अनि एकचोटि त अनि डेन्जर तर्साइदिएर नि हौ हामीलाई त यार। हाम्रो साथीहरू आएको थियौँ एकचोटि राति चाहिँ केटाहरू त्यस्तै कति रातिको 2-3 बजे नै भने होइन 12 बजीतिर हो। 12 बजेतिर चाहिँ केटाहरू फ्री फायर खेलिरहेको थियो अरे। अनि केटाहरूलाई तर्साइदिएछ त्यहाँदेखिको केटाहरू सास बिसाएर भागेको थियो साथीहरू। त्यहाँदेखिको आउन पनि छोड्यो। लगभग अब फ्री फायरको क्रेज पनि केटाहरूसँग अब हराउँदै गयो होला। त्यस्तै जी भयो। ल ठ्याक्क भनेको डाँडा चाहिँ पुग्यौँ साथीहरू। तर आज हामी हावा खानु आएको साथीहरू। यहाँ चाहिँ अलिक अझ झन् घाम पो छ जस्तो लाग्यो। ल अब यहाँबाट देख्ने भ्यू हेरौँ है त। यो साइड चाहिँ तुवालो लागिरहेको रहेछ हौ साथीहरू गाउँतिर अहिले। यो साइड चाहिँ चिचिला गाउँपालिका हो, यो चाहिँ हाम्रो बर्खे गाउँ। अलिक तुवालो लागिरहेको रहेछ हौ साथीहरू गाउँमा नि।
अनि यतापट्टिको ठाउँ चाहिँ यो यतापट्टिको ठाउँ यतापट्टि पनि पुरै कुहिरो लागिरहेको रहेछ। यो यतापट्टिको ठाउँ खादबारी नगरपालिका पर्छ भने यतापट्टिको ठाउँ चाहिँ खादबारी नगरपालिका पर्छ भने कुहिरोले अहिले चाहिँ अब केही देखिँदैन साथीहरू। त्यही अब डाँडा काँडाहरू मात्रै देखिरहेको रहेछ र अब म जहाँ उभिरहेको छु त्यहाँदेखि यो पछाडिको चाहिँ सभापोखरी गाउँपालिका पर्छ साथीहरू। यहाँबाट यो भाग चाहिँ पुरै सभापोखरी हो र हामी चाहिँ अहिले यो डाँडामा छौँ, जुन डाँडालाई चाहिँ हामी जुरे डाँडा भनेर चिन्छौँ साथीहरू। टाढाबाट हेर्दाखेरि चाहिँ यहाँ यो डाँडा चाहिँ गोरुको जुरो जस्तो देखिन्थ्यो, त्यही भएर यो डाँडाको नामै जुरे डाँडा रहन गयो साथीहरू। अनि यहाँ चाहिँ अब यो 3वटा पालिकाको केन्द्रमा भएकोले गर्दाखेरि मेरो बुझाइमा भन्ने हो भने चाहिँ यो राम्रो टुरिज्म क्षेत्र जस्तो पनि बन्नुपर्ने हो। तर अब यहाँको जनप्रतिनिधि यहाँको स्थानीयहरूले यो विषयमा खासै त्यत्रो धेरै ध्यान नदिएको जस्तो लाग्छ साथीहरू। अब हामी पनि हुन त यहाँकै स्थानीय हो, तर हाम्रो चाहिँ अब अहिले त्यत्रो साह्रो हाम्रो बोली बिग्दैन, राज्यसम्म हाम्रो बोली बिग्दैन साथीहरू। त्यही भएर चाहिँ अब जति पनि अब यो क्षेत्र आसपासको जनप्रतिनिधि र स्थानीयवासीहरूले मेरो भिडियोलाई हेरिराख्नु भएको छ भने चाहिँ तपाईँहरूले यो क्षेत्रलाई पनि एज अ लोकल टुरिज्मको हिसाबले चाहिँ त्यसलाई विकास गर्न सक्नुहुन्छ। र यदि तपाईँहरूले पनि यो भिडियोलाई चाहिँ सेयर गरेर यहाँको सभापोखरी, त्यस्तै गरेर खादबारी, त्यस्तै गरेर चिचिला गाउँपालिकाको जनप्रतिनिधिसम्म चाहिँ यो भिडियोलाई सेयर गरेर पुर्याइदिनु हुनको लागि पनि मैले अनुरोध गरेँ। कासैमा तारातिर भयो मेरो माया, सबैलाई पिर भयो लाइछौ बेसना, लाइछौ बेसना, जिन्दगी नसक्ने लाइछौ बेसना। ल साथीहरू, हामी चाहिँ अब फाइनल्ली म चाहिँ बर्फी डाँडाबाट घर फर्किँदै गरेको अवस्था हो। हामी चाहिँ एकछिन अब जुरे डाँडातिर हावा खाने भनेर गएको थियौँ साथीहरू, तर अब धेरै बेर बस्यौँ साथीहरूसँग, धेरै पछाडि भेटघाट भएको होइन, गफगाफहरू भयो लामै। त्यही भएर अहिले चाहिँ हामी घरतिर जाँदैछौँ साथीहरू। म चाहिँ अब घर जान्छु, खाना खान्छु अनि सुत्छु साथीहरू। ल है त, गाउँले भ्लग्स आउँदैछ साथीहरू डेली, त्यही भएर माया गरिदिनु होला, साथ सपोर्ट दिनु होला, तपाईँहरू नै त हो होइन। हाम्रो अन्तिम के भयो, गाउँले भ्लग्सलाई चाहिँ एउटा गाउँले भ्लग बनाउने जिम्मा चाहिँ तपाईँहरूकै हो है साथीहरू। त्यही भएर दुःख गरिरहेको छु साथीहरू, अब यस्तै छ होइन गाउँघरमा, दुःख गरिरहेको छु है साथी। हामी दुःख त गरिरहेको छु।
अनि के मलाई घाँस बोक्नु जानुपर्छ होइन अङ्कल अङ्कललाई मेरो दुःख गरिरहेको छ साथीहरू अब यो दुःखलाई बुझेर तपाईँहरूले पनि दिनुपर्ने साथ सपोर्ट माया चाहिँ दिन नबिर्सिनु होला है त साथीहरू गाइज फेरि म चाहिँ गाउँले भ्लगको सबैभन्दा ठुलो सपोर्टर चाहिँ म है गाइज फेरि म साँच्चै हो मेरो पनि युट्युब च्यानल छ गाइजहरू होइन ल साथीहरू आजको गाउँले भ्लगलाई चाहिँ मैले यहीँ द एन्ड गर्न चाहेँ र माया गर्दै गर्नु होला साथ सपोर्ट गर्नु होला र भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला ओके गाइज बाई बाई सी यू